Good afternoon, everyone. I'd first like to say hello to my neighbors. We know we can save lives. We know we can provide hope. One important celebration. All right, I should always. बिहानीले दिनको संकेत दिन्छ जसरी बदलिन्छ सोच हेर यहाँ जम्मा त यो घरिघरि जम्मा त यो घरिघरि पौरकी हातले बगाउ पसिना यसरी पौरकी हातले बगाउ पसिना यसरी विश्व चकित बनोस् देखेर वीर भुटानी विश्व चकित बनोस् देखेर वीर भुटानी। धन्यवाद। यस पछाडि अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ साहित्यकार परम अधिकारी। दारी कपाल बनाउनु छ छुट्टीको दिन आज, सबको चित्त बुझाउनु छ छुट्टीको दिन आज। हेरी स्वर्गमा ठुलो माहौल मेला लागेको छ, सबलाई घर घर पुर्याउनु छ छुट्टीको दिन आज। नमस्ते, म अधिकारी कान्छो परमानन्द। म एउटा कविता लिएर आएको छु। कविताको शीर्षक छ हेर्ने त फेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू। छोड्नु पर्यो देश, छोड्नु पर्यो हामीले सन्तानलाई चाहिँ माया गरेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू। हाम्रा सुख दुःखका साथी जस्ता गोठमा बाँधिएका गाई बस्तु छोडियो मुटुकै टुक्रा जस्ता धान फल्ने खेत, पानी भर्ने पँधेरो र सन्तमान साहुको पान पसल। त्यसरी नै छोडियो हाट बजार गर्न सधैँ बोकिन्ने नाम्ला र डोकाहरू। वर्षै पछि बनाइरहनु पर्ने कुलाको पानी, टारी खेतमा बग्ने पानी छुट्यो। आली तास्ने कोदालो र परमा जाँदा उड्ने घुम छुट्यो। छोडिए पनि सबै कुरा, छोडिएन आफ्नो पहिचान। छोडिए पनि सबै कुरा, छोडिएन। बडा दशैं र दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। बीसीएसद्वारा आयोजित यस भव्य मेलामा अबको 1 घण्टा हामी यहाँहरूलाई मनोरञ्जन गराउने प्रयास गर्नेछौँ। आशा छ यहाँहरूले मन पराइदिनुहुनेछ र हाम्रा नानीहरूलाई तालीका साथ हौसला प्रदान गर्नुहुनेछ। आउनुहोस् सुरु गरौँ यो नृत्यका साथ।
गर्दै आयो Wow, guys, they killed it. Yo, boys, let's go light up the stage. के कुरा गर्दै हिँड्दैछौ? I hope मजाले प्र्याक्टिस गरेको होला या we got this. त्यो त अहिले देखिहालिन्छ नि. Go take your position.
सपना भैया रहर भाई मान वापस होला चोरी लानी मारे
Good afternoon, everyone. I'd first like to say hello to my neighbors. We know we can save lives. We know we can provide help. Celebration. All right, I should always. बिहानीले दिनको संकेत दिन्छ जसरी बदलिन्छ सोच हेर यहाँ जम्मा त यो घरिघरि जम्मा त यो घरिघरि पौरकी हातले बगाउ पसिना यसरी परौकी हातले बगाउ पसिना यसरी विश्व चकित बनोस् देखेर वीर भुटानी विश्व चकित बनोस् देखेर वीर भुटानी। धन्यवाद। यस पछाडि अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ साहित्यकार परम अधिकारी। दारी कपाल बनाउनु छ छुट्टीको दिन आज, सबको चित्त बुझाउनु छ छुट्टीको दिन आज। हेरी स्वर्गमा ठुलो माहौल मेला लागेको छ, सबलाई घर घर पुर्याउनु छ छुट्टीको दिन आज। नमस्ते, म अधिकारी कान्छो परमानन्द। म एउटा कविता लिएर आएको छु। कविताको शीर्षक छ हेर्ने त फेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू। छोड्नु पर्यो देश, छोड्नु पर्यो हामीले, सन्तानलाई चाहिँ माया गरेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू। हाम्रा सुख दुःखका साथी जस्ता गोठमा बाँधिएका गाई बस्तु छोडियो मुटुकै टुक्रा जस्ता धान फल्ने खेत, पानी भर्ने पँधेरो र सन्तमान साहुको पान पसल। त्यसरी नै छोडियो हाट बजार गर्न सधैँ बोकिन्ने नाम्ला र डोकाहरू। बसै पछि बनाइरहनु पर्ने कुलाको पानी, टारी खेतमा बग्ने पानी छुट्यो। आली तास्ने कोदालो र परमा जाँदा उड्ने घुम छुट्यो। छोडिए पनि सबै कुरा, छोडिएन आफ्नो पहिचान। छोडिए पनि सबै कुरा, छोडिएन। बडा दशैं र दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। बीसीएसद्वारा आयोजित यस भव्य मेलामा अबको 1 घण्टा हामी यहाँहरूलाई मनोरञ्जन गराउने प्रयास गर्नेछौँ। आशा छ
यहाँहरूले मन पराइदिनुहुनेछ र हाम्रा नानीहरूलाई तालीका साथ हौसला प्रदान गर्नुहुनेछ। आउनुहोस् सुरु गरौँ यो नृत्यका साथ। Wow, guys, they killed it. Yo, boys, let's go, light up the stage. के कुरा गर्दै हिँड्दैछौ? I hope मज्जाले प्र्याक्टिस गरेको होला। Yeah, we got this. त्यो त अहिले देखिहालिन्छ नि। Go take your position.
सपना भैया हर भाई